जसरी घटनाक्रमहरू घटे त्यो हेर्दाखेरि तत्कालीन प्रधानमन्त्री केपी ओलीजी गम्भीर देखिनु भएन, सक्षम देखिनु भएन र उहाँकै कारणले गर्दाखेरि यो घटना एउटा क्लाइमेक्समा पुग्यो। कसैले हाइज्याक गरेर भएको होस् या के गरेर भएको होस्, जुन हिसाबबाट आगजनी गरियो, लुटपाट गरियो, दस्तावेजहरू जलाउने कामहरू भए, यो अत्यन्तै आपराधिक काम हो, यो अत्यन्तै दण्डनीय काम हो। राज्यका महत्त्वपूर्ण निकायहरू, कार्यपालिकाको एउटा प्रतीक भन्नुहोस्, सिंहदरबार जलाउनु, व्यवस्थापिकाको प्रतीक भन्नुहोस्, आईसीसी जलाउनु, न्यायपालिकाको प्रतीक भन्नुहोस्, सर्वोच्च अदालत लगायतका अदालतहरू र त्यहाँ 10,000 22,000 भन्दा बढी दस्तावेजहरू जलाउनु, यो के यतिकै भएको हो? छानिकन नेताहरूको घरहरू जलाउनु, पार्टीका कार्यालयहरू जलाउनु, पुलिस चौकीहरू जलाउनु, हतियारहरू खोसिनु, जेल तोड्नु, जेलभित्रका कैदीहरू भाग्नु, यो के हो त? यस विषयमा वास्तवमा अहिलेको सरकार पनि गम्भीर हुनुपर्ने हो। प्रत्येक नागरिक गम्भीर हुनुपर्ने हो। नेपाल जस्तो देशको राज्य संयन्त्र कतिको काबिल छ, यत्र वर्षको इतिहास बोकेको नेपाली सेना छ, यहाँ सशस्त्र प्रहरी छ, यहाँ जनपद प्रहरी छ, यहाँ खुफिया एजेन्सीहरू छन्। यहाँ ती सबै के गरेर बसेका थिए? आफ्नो कर्तव्य र आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने एउटा छ भने अब त्यसलाई सञ्चालन गर्ने, त्यसलाई परिचालन गर्ने महत्त्वपूर्ण पात्र भनेको प्रधानमन्त्री नै हो।